पानी अरू बेला परेन भन्थ्यौँ, पानी पऱ्यो त। अनि बारीमा पाउँछ भन्दैछौ। म जान्न होला। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। अहिले चाहिँ बिहानको 6 बजेको छ अनि 6 बजे नै भ्लग किन स्टार्ट गऱ्यो। आज कहाँबाट एनर्जी आयो यसको भन्नुहुन्छ भनेपछि आज चाहिँ घरमा रोपाइ थियो, सो पानी पनि परिरहेको थियो अनि बुवाले भन्दै हुन्थ्यो पानी परेपछि चाहिँ भोलि रोपाइ गर्नुपर्छ भन्नुभएको थियो, तर पानी चाहिँ पऱ्यो, डेन्जर पऱ्यो। अहिले त्यही पानी पनि बढी भएको छ भन्नुभएको छ बुवाले। सो त्यही हो, हिजो राति बुवाले पाइप पनि ओछ्याउनु भएको थियो, पानी परेन भने बोरिङबाट लगाउनु पर्छ भनेर। त्यो चाहिँ कन्डिसनमा पुगेन, पानी चाहिँ अहिले बबाले परिरहेको छ। अनि मैले भ्लग स्टार्ट चाहिँ यहाँ दाइकोबाट गरेको छु, किनभने अघि बाटोमा गऱ्यो भनेको रेकर्डै नभइदिरहेको रहेछ क्या। सो त्यही हो, अब म अहिले जान लागेको चाहिँ खास सुभाष दाइलाई लिन हो। दाइलाई पनि उठाउँछ अनि यहाँ राज दाइलाई पनि उठाउँदा आएको छु। अब यही त हो नि, रमाइलो। अनि मैले पनि धेरै टाइमपछि चाहिँ, धेरै वर्षपछि भनौँ न, धेरै वर्षपछि मैले के अरे हिलोमा पनि टेक्दैछु। सो त्यसको पनि एकदम एक्साइटेड छु त्यसको लागि पनि। पानी अब पानी कस्तो परेको छ भनेर म तपाईँलाई देखाउँछु है त। ल पानीको चाहिँ माहौल चाहिँ यो यस्तो घर घरमा तालिन्छ अनि हाम्रो घरको जाने बाटो पनि तपाईँलाई म देखाउने छु। सो हेर्नु होला कस्तो छ भनेर। ल हेर्नु, सबैको घरतिर यस्तो पुरै पानी तालिएर सो यस्तो छ हेर्नु होइन, बारीभरि पानी छ। अनि के हो, हाम्रो घर जाने बाटो चाहिँ यस्तो छ होइन। अब पुरै त्यहाँसम्म पानी तालिएको छ यसरी। त्यही हो, अरू बेला पूर्वाभासमा पानी पर्दैन भनिन्छ होइन। पानी परेपछि त यहाँ रोकिने त चान्सै छैन कि, नो चान्स हो क्या पुरै। कि त यहाँ बाढी आउनु पऱ्यो होइन, नत्र भने पानी रोकिँदैन। त्यही हो, अब दाइलाई पनि उठाउँछु। अब दाइसँग छाता छ, इफ जान सक्नुहुन्छ भनेपछि दाइले हेर्दा जान्छु, नत्र भने म एक्लै भयो भने त्यहाँ सुभाष दाइलाई लिन जानुपर्ने हुन्छ। सुभाष दाइलाई ल्याएर, किन सुभाष दाइ म नै हो बाउसी आजको। अनि आज चाहिँ एकदम मजा आउनेछ होइन रोपाइमा। सो भिडियो चाहिँ लास्टसम्म पनि हेरिदिनु होला अनि माया पनि त्यसरी नै गरिदिनु होला भन्न चाहन्छु म। पानी झन् अघिको भन्दा झन् बढी पर्दै गएको छ होइन। झन् कम होला भनेको त कम हुने त नामै लिँदैन त यार। पानी चाहिँ झन् बढी गएको छ अनि के भएको हो यो, आउनु त आयो होइन, थियो डेन्जरै आयो। पानी हेर्नु यस्तो यस्तो छ अनि। ल हेर्नु, नगरपालिकाको यो मजा छैन त अनि। त्यही हो, पानी अरू बेला परेन भन्थ्यौँ, पानी पऱ्यो त। यस्तो डेन्जर पऱ्यो। ल देखाउनु, यो सुदूरपश्चिमको असारेला भन्छ। सो अहिले चाहिँ हामी जाँदैछौँ चिया खानलाई। दाजुभाइ दाइ हुनुहुन्छ। पानी चाहिँ अहिले कम भएको छ, त्यही भएर मैले छाता उडेको छैन। दाइले चाहिँ उड्नु भएको छ। ल हेर्नु, सिद्धार्थ स्कुलको तालले यस्तो यहाँ तालले बाटो चाहिँ फेरि यस्तो छ। यो चाहिँ अब यहाँ चाहिँ एकदम पिच, नयाँ पिच बन्दैछ होइन। हो त्यो त सही हो। यहाँ अब केही समय नन स्टपेसरी परेन, डुङ्गा चल्छ यहाँ। यो बाटो के हुन्छ, यो बाटो बाढ चाहिँ आउँछ, तर बाढ नआएसम्म रोकिन जस्तो लाग्छ मलाई चाहिँ। सो त्यही हो, अब हामी नास्ता खान्छौँ, सुभाष दाइ पनि आउँछ, त्यसपछि हामी जान्छौँ। ल हेर्नु, ल मिनी ताल त यसलाई भन्छ, घर घरमा ताल भन्छ, माछा उत्पादन गरे हुन्छ यहाँ। अब हेर्नु, यसो जानुपर्छ हामी नास्ता गर्ने ठाउँ। यो पुरै जक्सन हो नास्ता गर्ने। जानुपर्छ। 2 कप चिया गरिदिनु। को छ पछाडि? 2 कप। ओ माई गड, पछाडि बस्ने ठाउँमा त या आमा, उही यहाँ त
ल हेर्नु यो हामी बस्नु जक्सन हो घर यतापट्टि छ होइन पछाडि नि घर छ तर सो हामी भर्खरै नास्ता गरेर सुभाष दाइलाई ल्याएर फर्किँदैछौँ अनि ऊ ट्र्याक्टर हाम्रो जोत्ने ट्र्याक्टर त्यहाँ छ त्यही हो पानी चाहिँ पर्ने कम हुने बढ्ने भइरहेको छ होइन सो यो भिडियो अशोक दाइले पनि हेर्नुहुन्छ होला अनि अब त्यही हो आउँदैछन् के भन्न चाहनुहुन्छ अशोक दाइले अशोक मामालाई म भन्न चाहन्छु झरी परिरहा मनको कुरा बुझिहाल मामा हामी बारीमा बाउँसे बन्दैछौँ छिटो छिटो बुझिहाल त्यो गाइस काम गर्नुपर्छ काम गरेपछि बल्ल क्युआर कोड खोलिहाल मामा क्युआर कोड खोलिहाल गाह्रो छ अहिले यति चाहिँ पठाइदिनु पर्ला दाइलाई अब त्यही हो अब पानी फेरि पर्यो सो अब हामी भिजेरै काम गर्न चाहिँ होइन त्यही हो अब ट्र्याक्टरसँगै गएर अब बाउँसे साउँसे हान्नुपर्छ तर मजा चाहिँ मिलेर जाउँ पानी आए पनि आपत पानी नआए पनि आपत तिमी हामी घाम लागे पनि आपत घाम नलागे पनि आपत सबैलाई लगेर चाहिँ बरु होइन यो सबैलाई लगेर यिनीहरूलाई बारीमा बाउस लगाउनु पाएँ आहा यसले त गर्थ्यो जस्तो लाग्छ सरकारले त गर्थ्यो छोडिदिएको केटा बारीतिर जाम्दैन यहाँ सरकारले त गर्थ्यो ओ टाई खोइ तेरो यो आमा यो लेजेन्डहरू चप्पल फ्याट फ्याट नगरेर बिस्तारै हिँड चप्पलले त हुन्छ अब चाहिँ रोपाइको लागि स्टार्ट भइसक्यो पानी चाहिँ खतरा जमेको छ होइन अब के हुन्छ थाहा छैन तर पानी कम पऱ्यो भने चाहिँ साप्पिन्छ जस्तो लाग्छ ट्र्याक्टर पहिला गोरु हलोले जोतिन्थ्यो भने चाहिँ अहिले ट्र्याक्टरले जोत्न थालेछन् धेरै उ भइसक्यो होइन भन्दालाई उदास भन्न बोले खान्न हाँसी खुसी नि भएनन् केले पिरालो भान्जालाई केले के पिराले भयो मलाई केही कुरा लाग्दैन त्यही हो ल अब यो भान्जा अहिले आजको भाउजू पनि आइसक्नु भएको छ यसो रोपाइको लागि बाउँसे आज पानी ग्राङगुङ गरिरहेको छ अब जाउँ त त्यहाँ बिउसु गर्न जाऊ तिमीहरू के अब यो मोबाइलहरू हातमा भयो र जाऊ अब त बिउसु उठाऊ गर त्यहाँ सबै गरेर फरसो ल्याएर खनाऊ मजाले अब ट्र्याक्टरले जोत्न दिनु न अहिले भ्याउने गाह्रो पर्छ उस्तो गरी सो अहिले हामी चाहिँ हाम्रो चाहिँ रोपाइ सुरु भइसकेको छ होइन अब यो त्यहाँ आएको छ रोपाइ त्यहाँ भइरहेको छ सुबह म बाउसे काम गरिरहेको छौँ त्यो गाइस काम गर्नुपर्छ काम गरेपछि बल्ल खाना मिल्छ पाउँछ होइन अब बेच्ने जति आउनु पऱ्यो नि त बेच्दाखेरि पैसा डङ्गा आउनु पऱ्यो खानाको दुःख खानाको लागि यस्तो गर्नुपर्छ कहाँ जान्छ अब यो पनि खानुपर्ने हुन्छ होइन त्यही हो गाइस यो पनि पुऱ्याउनुपर्ने हुन्छ है त्यहाँ गाई त्यस्तै छ आम भने धेरै छ होला पानी कस्तो राम्रो है वेदर आज पानी लगाउनै परेन पानी हेर्नु यहाँ कत्रो यहाँसम्म पानी पुरै आकाशको पानी नै हो यो ढोका लगाइदियो होइन सानो तिमी नआउ ल जाऊ घर जाऊ आयो आयो नआइज सो गाइस हामीको चाहिँ रोपाइको लागि यो फर्स्ट स्टार्टिङ हाम्रो हो होइन अब कामहरू भइरहेको छ उता मेन बाउसे आउनुभयो ल बाउसे ल हेर्नु यस्तो यो दाइ आइसक्नु भयो सो त्यही हो रोपाइ मजा आइरहेको छ अहिले मौसमले पनि यस्तो बबाल साथ दिएको छ तर पानी चाहिँ धेरै नपरोस् यो दाइ हेर्नु यस्तो यस्तो भएन त्यो झार सर्लाको तँलाई गाड्नु पऱ्यो बाहिर निकाल्नु पऱ्यो हो मजाले त्यहाँ रोपारको वरिपरि अलिक त्यहाँ हेर्दै ध्यान देऊ त्यहाँ दाइले हेर्दै हुनुहुन्छ
10 वर्ष भयो होला यो म रोपाइ नगरेको आज फर्स्ट टाइम गर्नु भनेको ढाड दुख्यो होइन सो रेस्ट गर्छ है गाइस हजुर आइराख्नु भएको छ यस्तो रेस्ट हो होइन गाह्रो छ खेती गर्नलाई म त अरू सक्दिनँ होला म जान्न होला म त सक्दिनँ होला म जान्न होला म त जान्न होला हिरोमा आऊ तिमी पनि यिनले पनि धेरै रोपाइ गरिन् होइन यता देखेको उसले पनि धेरै रोपाइ गरे बिउ सारे हेर्नु न त्यहाँ म सँगसँगै उहाँ गएर त नि जाँदाखेरि चाहिँ बिउ लिएर जानु अरे बाबा जाँदाखेरि चाहिँ बिउ लिएर जानु अरे यस्तो गाह्रो छ नि गाह्रो फेरि म हिलोमा गएको म सँगसँगै उता हिलोमा गएको यसले चारवटा बिउको मुठा बाँडेर बाँधिदिनु पर्यो लान्छ यसले म त सक्दिनँ होला असरमा काम गर्न सक्दिनँ होला अरे हल्कु यो दुईटा बर हो नि कुन देखेँ मैले ए त्यो त ऊ हो यार लगेर राम्रोसँग काम गर यो ठिटाहरू त्यो हिजो खाएको निकाला है हिजो खाएको लामाका खाएको सुकुटी बदमास मात्रै हो फेरि लामा ब्रान्ड लामा ब्रान्ड हिँड्नै सके होइन हिँड्नै सकेन त्यो त सो गाइस त्यही हो मोबाइल भइरहेको छ होइन आज लास्ट हिलो हो सो यो सकेपछि सबै आफ्नो बाटो जान्ने हो त्यही गाइस होइन त के भन्नु छ तपाईँलाई त्यही त रमाइलो भइरहेको छ अलि जोडले बोल्नु तपाईँको आवाजै मैले सुनेको छैन ल ल फेरि अब हामी बिउ बोक्नुतिर जाँदैछौँ बिउ बोक्नु पर्ने हुन्छ अब जाउँ त ल ल सो अब फेरि हामी बिउ बोक्न जाँदैछौँ भिडियो एकदम लामो हुनसक्छ किनभने अब रमाइलो पनि भइरहेको छ होइन अलिक भिडियो इन्ट्रेस्टिङ हुनसक्छ सो भिडियोलाई चाहिँ मजाले हेर्नु होला होइन फेरि यो काम गरेको यताउता भन्दा चाहिँ देखाउन चाहिँ खोजेँ होइन सो रमाइलो अनि यही बेला भ्लग पनि वाइ नट किन नबनाऊ भन्ने कुरो हो नि त गाइस त्यही भएर बनाएको हो सो अब फेरि हामी एकछिनमा भेट्नेछौँ है त जाओस् उल्टो 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 कता आउने हो उतै जानु त नआउने म पागल हुन्छु फेरि आम्मा
3, 2, 1, go! और आए फरुवा यार उल्टो उल्टो दाइ उल्टो फरुवा हरायो खुट्टामा चाहिँ लाग्ला अङ्कलको पछाडि दाजुभाइ छ कहाँ फालिदिनु हुँदै तपाईँले कसरी खोज्यो नि त्यो पातलावाला फरुवा होइन त्यो यहीँ पाएँ मैले यहाँबाट देखेँ त यार सिग्नल मिल गया वो आ गया भाई सो फाइनली चाहिँ हामीले रोपेर सबै सकाइसक्यौँ त्यता पनि यता पनि सो आफ्नो हालत चाहिँ यस्तो भइसकेछ गाइज सो भिडियो हेर्नुभएकोमा सबैलाई धन्यवाद सो रोपेर पनि सकिसक्यो अनि म चाहिँ फ्रेस पनि भइसकेँ अनि हल्का भए पनि अनि पुरै कमिलाले टोकेर पुरै चिलाएँ म रोपिरहेको थिएँ अनि एकदम अति नै गाह्रो भएर चाहिँ मैले सो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्नु होला थ्याङ्क यू फर वाचिङ बाई